सर नमस्कार। नमस्कार है नमस्कार। अहिले हामी कहाँ छौँ सर? अहिले हामी गुलरिया नगरपालिका वडा नम्बर 3 अन्तर्गत मेरो आफ्नो प्रणाली छ, समावेशी कृषि पम्प प्रणालीको कागती प्रोजेक्ट भएको क्षेत्रमा छौँ हामी अहिले। अनि सरको परिचय छ सर? म चाहिँ सुरेश पन्त बर्दियावासी हो। म मधुबन नगरपालिका वडा नम्बर 4 बर्दिया पर्छ मेरो घर। म कृषक पनि हो, म समाजसेवी पनि हो, म राजनीति पनि हो। अनि सर अनि एउटै मान्छे कृषक पनि समाजसेवी पनि राजनीतिज्ञ पनि कसरी ब्यालेन्स गरिरहनु भएको छ त आफै? यो अलिक गम्भीर प्रश्न सोध्नुभयो तपाईँले। अब वास्तवमा राजनीति गर्ने मान्छेको पेसा हुनुपर्छ, उत्पादनमा जोडिनुपर्छ र यो सन्देश सबैतिर जानुपर्छ भन्ने हेतुले पनि मैले कृषिमा बढी ध्यान दिएको। र यो राजनीति गर्ने मान्छेको के अरे पेसा भएन भने राजनीति उत्पादनमा जोडिने चिज अलिकति फरक हुनु पर्दो रहेछ। हामीले राजनीति भनेको समाज सेवा भयो, व्यवसाय भनेको उत्पादनमा जोडिनु भयो। त्यसैले गर्दा व्यवसायतिर जोडिनु जरुरी छ। गाह्रो चाहिँ गाह्रो छ। किन गाह्रो छ भने राजनीति गर्ने मान्छे व्यवसाय गर्न हुन्न भने समाजको पनि माग छ, हुनपर्छ भन्ने। तर यहाँ राजनीति गर्ने मान्छेलाई फेरि पूर्वाग्रही तरिकाले, नियतबस तरिकाले तपाईँको विभिन्न गलत चाहिँ कमेन्टहरू लेख्ने पनि प्रक्रिया छ। यत्रो कसरी गरिस्, लोन ब्याज ल्याएर खाइस्, यो खाइस्, तँलाई अनुदान दिएको छ, अनुदानको लागि हो भन्ने किसिमको गलत प्रचार गर्न पनि कोसिस गरिँदो रहेछ। यस्ताका सामना चाहिँ गर्नु परेको छ। भन्नाले राजनीति गर्ने मान्छेलाई कुनै पनि व्यवसाय गर्दाखेरि लान्छना लगाइन्छ नेपाल। यो रहेछ, यो लान्छना कस्तो रहेछ, म त अचम्म लाग्न थाल्यो। मैले त कम्तीमा सबैबाट राम्रो पोजिटिभ सन्देश आउला भनेको थिएँ। म हरेसै खा छैन, गलत र राम्रो छुट्याउँदै जाने हो। तर आफै कृत्रिम कुराहरूको सिर्जना गर्ने। अब यत्रो ठुलो कागती फर्ममा इन्टरभ्यू पत्रकार साथीहरू तपाईँहरू जस्ता धेरै आउनुहुन्छ। यत्रो ठुलो फर्ममा 8 बिघामा चाहिँ कृषि छ, कति गाह्रो भयो होला, यत्रो लोन लिएर गर्यो होला भनेर र एउटा सन्देश हो राम्रो, नेताहरूले चाहिँ कम्ती व्यवसाय गरे, अब यो सन्देश राम्रो जान्छ भन्नुको सट्टा एउटा न एउटा अनुदान खायो, कृत्रिम कुरा। मैले त कहाँसम्म सुन्न गरेको छु भने जिम्मेवारी व्यक्तित्व, विगतको गाविसका अध्यक्ष भएका, कृषिमा काम गरेका, अहिले फरक राजनीति पार्टीमा बसेकाहरूले बजारको चिया चौरामा बसेर 4 करोड एउटा अनुदान ल्याएर खायो, 4 करोड अर्को ल्याएर 8 करोड अनुदान खायो भन्ने चाहिँ सम्मको भन्न थाले। त्यो म अनौठो के लाग्छ भने अब अनुदान आउँदाखेरि कुनै पनि ठाउँबाट अनुदान आउँदाखेरि बाहिर यत्रा 1 लाख 2 लाख 3 लाखका साथ दिँदा त यत्रा भोट टाँस अनुदानको, त्यो वर्षभरिको अनुदान के अरे नपाउँदा नसिदिँदासम्म तपाईँको यत्रा भोट टाँस भने अनि अनुदान त्यसै आउँछ, त्यो सार्वजनिक रूपले आउँदैन। सर्वसाधारण जनतालाई मैले जोसुकै हो, तपाईँहरू कमेन्ट गरिले, उहाँहरूले भनेकाले भन्नेले आएर हेर्नुहोस् मका कहाँ छ भोट, अनुदान कुन राज्यले कहाँ दिन्छ। म बरु प्रश्न गर्न चाहन्छु, मैले आज यत्रो व्यवसाय गरेर आज उत्पादन सुरु भएको छ, खै 1 रुपियाँको अनुदान मलाई अनुदान कसले दियो? म प्रश्न गर्न चाहन्छु। हामीलाई चाहिँ हौसलापूर्ण तरिकाले 1 रुपियाँ राज्यले आज अनुदान अनुदान भन्छ, कहाँ दियो मलाई थाहा छैन। तर यो लालसेना लगाएर तपाईँको कताबाट बदनाम गर्न सकिन्छ, यो एउटा राजनीतिसँग आबद्ध भएको व्यक्ति हो भन्नेतिर मात्रै गयो होइन है। एउटाले गर्दा सबैतिर म्यासेज जाओस्। एउटा व्यवसायी हिजो प्रतिनिधि सभाको उम्मेदवार हुँदाखेरि थोरै मतले हारे तापनि कन्टिन्यू 6 वर्षदेखि त मैले कागतीमा गरिरहेको छु, बर्दियामै गरिरहेको छु। विगत 6 वर्ष भन्दा अगाडि त मैले उत्पादनमा नआउँदा, कागतीले उत्पादन नदिँदासम्म त कोही साथीहरू पनि आउनु भएको थियो नि त, मिडिया पनि आएन, म आफैले पनि हालिनँ। किनभने अलिकति हामी सचेत वर्ग पनि हो। त्यो सचेत वर्गले उत्पादन सुरु भइसकेपछि यो सक्सेस हुन्छ कि हुन्न, बर्दियाको माटोमा यो सुटेबल हुन्छ कि हुन्न भन्ने भएर पनि हामीले देखाएको थिएनौँ भने अनि यस्ता विषयमा त सबैजना क्लियर हुनु पर्नेको साटो एउटा लालसेना लगाउने चलन चल्ती चाहिँ बसेको छ। अनि सर यसरी कृषि उद्योग गरिराख्दाखेरि तपाईँले समाजमा कस्तो खालको सपोर्ट पुर्याइरहनु भएको छ? म चाहिँ गौरव छु। मलाई यो नराम्रो कमेन्ट आउँछ, कसैले नक्कली कुरा गर्छ, फेक आइडीबाट हाल्छन् भन्नेसँग म त्यस्तातिर ध्यान दिन चाहन्न। कसैले त्यो गलत प्रक्रियाले लेख्छन् भने म त्यतातिर ध्यान दिन चाहन्न। यो एउटा युवाहरूलाई पनि सन्देश हो। यति ठुलो रोजगार सम्भव छ नि त नेपालमा। नेपालमा तपाईँको कागतीकै कुरा गर्नुहुन्छ भने 4% देखि 5% नेपालको उत्पादन छ। आज अराउन्ड 95% त तपाईँ इन्डियाबाट आउँछ।
त्यसले गर्दाखेरि यसमा चाहिँ तपाईँको एउटा सन्देश पनि समाजलाई सन्देश छ र मैले गरिसकेपछि त अरूलाई पनि भोलि क्वान्टिटी रूपले बजार खोज्नका लागि सहज हुने भयो। बिरुवा कहाँबाट ल्याउनु भयो, लगाउने प्रक्रिया के हो, मसँग विज्ञहरू छन्, म विज्ञको राय सुझाव अनुसार गर्छु। म आफै कृषिको एक्सपर्टिज त होइन, कृषिको विज्ञ त होइन म, तर मैले हरेक सेक्टरमा विज्ञहरू राखेर गरेको हुँदाखेरि यो एउटा सक्सेस हुनमा उहाँहरूको पनि ठुलो योगदान छ। त्यसैले समाजमा त अवश्य पनि एउटा सन्देश जान्छ। अनि कति जतिलाई रोजगारी सिर्जना गर्नुभएको छ? अहिले मेरो चाहिँ तपाईँको मैले चाहिँ फरक फरक तरिकाले गरिरहेको छु। पहिला म कृषि सम्बन्धी भन्छु तपाईँहरूलाई। कागती लाउनुभन्दा अगाडि मैले गुलरी मधुबन नगरपालिकामा करिब 3 बिघामा आफ्नै जग्गामा मैले पहिला प्र्याक्टिसमा ल्याएँ, पाइलट प्रोजेक्ट गरेँ। यदि सक्सेस हुन्छ कि हुन्न त? सक्सेस भयो भने अनि बल्ल यो ठुलो बिघामा चाहिँ लगाउँला भनेर त्यहाँ बिरुवा राम्रो फस्टायो। बिरुवा राम्रो फस्टाइसकेपछि मैले त्यसपछि बल्ल गुलरियाको 6 बिघामा मैले चाहिँ तपाईँको 8 बिघा, यो 8 बिघाको प्लट हो। अहिले जहाँ उम्ब्याएका छौँ धेरै पत्रकार साथीहरूले पनि खिचिसक्नु भएको छ। अहिले त एउटा चाहिँ 8 बिघामा एउटै प्लटमा तपाईँहरू आफै छिर्न सक्नुहुन्छ भित्रसम्म। यहाँ कुनै लुकाउने छिपाउने कुरा छैन। त्यसैले गर्दा यत्रो क्षेत्रमा 8 बिघामा चाहिँ तपाईँको मैले लगाएको छु होइन। यो कागतीको तपाईँको यति राम्रो फस्टाएको छ, यति राम्रो फलेको छ। अनि तपाईँ यो पहिलो वर्षमा नै म सन्तुष्ट छु। त्यसपछि मैले कागतीले एउटा आम्दानी सुरु गरोस्, त्यो सुरु गरिसकेपछि यता राँगा भैँसी पाडाहरूतिर मैले फेरि ब्याङ्कको किस्ता तिर्न सकौँला भने त्यसपछि फेरि मैले पोखरी माछा गरिरहेको छु। माछाले पनि एउटा टेन्टेटिभ खर्च निकाल्न सकोस् भनेर मैले यसरी म्यानेज गरेर गरेको छु। एउटा उत्पादन ननिस्किँदासम्म अर्कोतिर लगानी गर्दाखेरि ब्याङ्कका ब्याजहरू पर्ने भए होइन। आज चाहिँ यसो भित्रै छिर्दै जाउँ, किनभने हामी सधैँ बाहिर मात्रै धेरै खिचिराखेका छौँ। कागतीहरू तपाईँको यस्तो राम्रो कागती मात्रै हो कि अरू पनि यसमा केही एग्रिगेटेड? होइन, हामीले यो बीचमा खेती गर्छौँ। यो बीचमा खेती गर्छौँ। जहाँ हामीले खेती गऱ्यौँ, बढी लगायौँ, त्यहाँ त यस्तो बिरुवा फस्टाएको छ, यति राम्रो बिरुवा फस्टाएको छ। तपाईँको यो बीचमा जस्तो अलि पानी गइरहेको छ, यहाँ पानी सिँचाइ भइरहेको छ, चारैतिर सिँचाइ भएको छ। थोपा सिँचाइ पनि छ, यसको आफ्नै यो मल्चिङ सिस्टम पनि हो। अनि यो चाहिँ तपाईँको बीचमा हामीले विभिन्न प्रजातिका तरकारीहरू, आलु, लसुन, प्याज हामीले यहाँ लगायौँ, धेरै लगायौँ। त्यसले गर्दाखेरि यो अहिले जतिमा खेती गरेको ठाउँमा चाहिँ राम्रोसँग दोहोरो मल पाउँदो रहेछ। यहाँ बिचमा खेती गर्दाखेरि यो बिरुवा अझै फल्ने बेलाको भएको छैन। जुन बिरुवाहरू चाहिँ अलिकति राम्रो फल्या छन् त्यो चाहिँ तपाईँको अलि मेच्योर बिरुवा थियो। अनि यो बिरुवा 3 वर्षका बिरुवा हुन्। 3 वर्षको बिरुवा पनि तपाईँको बिचमा खेती गर्दा यसले मल पाउँदो रहेछ र तपाईँको चाहिँ यहाँ तिनी ऊ पाउँदो रहेछ, दाना पाउँदो रहेछ, धेरै बढी फस्टाए। उतापट्टिको बिरुवा 4 वर्षको बिरुवा हो। त्यो 4 वर्षको बिरुवा पनि यस्तो राम्रो फलिसक्यो भन्दा 3 वर्षको बिरुवा पनि यस्तो फस्टाएको छ। त्यही भएर मैले आज तपाईँहरूलाई यो क्षेत्रमा नयाँ ठाउँमा पनि देखाउनु पर्छ र एउटा सन्देश जाओस् कि यो कागती गर्दाखेरि बिचमा खेती गर्नु पर्दो रहेछ। मलाई एक्सपोर्ट साथीहरूले सिकाउनु भयो। यो खेती हाम्रो उत्पादनको लागि मात्रै होइन दाइ, यहाँको जराहरू, यताका बिरुवाको जरा, यताको बिरुवाको जरा भित्र आइसकेका हुन्छ। यसले मल लान्छ, खाना खान्छ, पानी लान्छ। त्यसले गर्दा यहाँबाट चाहिँ राम्रो किसिमको चाहिँ तपाईँको यो यसको चाहिँ बिरुवा फस्टाउँछ भने मैले 3 वर्षको बिरुवातिर लिएर आएको। अहिले एकछिन पछाडि हामी 4 वर्षको बिरुवातिर जाउँला। त्यो 4 वर्षको बिरुवामा चाहिँ भयङ्कर फलेको छ। अब म चाहिँ तपाईँलाई फलेकोतिरको 4 वर्षको बिरुवातिर किन र म ती साथीहरूलाई प्रश्न गर्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु, कहाँ मलाई देखाइदिनुहोस् त्यो 8 करोड कहाँबाट पाएँ? सायद त्यहाँ कोही अल्मलिएको छ भने मलाई बाटो देखाइदिनु पर्यो, म गएर लिएर आउँछु। होइन भने सर्वसाधारण जनतालाई, सार्वजनिक मान्छेलाई राजनीतिक पूर्वाग्रही गरेर व्यवसाय गर्ने साथीलाई आरोप लगाउन पाइँदैन। यदि हो भने मैले ल्याएको छु भने यत्र बोट टाँसिएको हुन्छ, त्यो संस्थाको नाम सार्वजनिक रूपले भनिदिनुहोस्, म अनुरोध गर्न चाहन्छु। तर पनि यस्ता कुरा आउँदै गर्छन्। म चाहिँ यस्तामा हरेस खाने मान्छे होइन, म लड्दै गर्छु। र आज मैले एउटा यहाँ फेरि अहिले टिप्दै हिँड्दै गरिरहेको छु। मैले यो तपाईँको यो अब अहिले भित्रै छिर्यौँ। यो 4 बिघाको 4 वर्षको उतिर आयौँ र यतातिर तपाईँको यस्तो राम्रो फलेको छ, हाँगै झुक्ने गरी। र अलिकति यसरी जाउँ, अब बाहिर निस्क्यौँ। सधैँ अगाडि मात्र के खिच्ने भनेर मैले चाहिँ अलिकति पछाडिबाट पनि जाउँ भनेर हो। र यता हेर्नुहोस्, यस्तो राम्रो आएको छ होइन।
यस्तो राम्रो फलेको छ, हाँगै झुकेको छ। तपाईँ अब यसरी हेर्नु त, यो जम्मै अब मैले त कागती टिप्दै हिँडेको छु होइन, एउटै हाँगामा यस्तो धेरै फलेको छ यो पहिल्यै वर्षमा। अब तपाईँको यो आउने वर्षदेखि त्यो झन् राम्रो फल्छ। अब यता हेर्दै जाउँ, निस्किँदै गरौँ अब, किनभने फेरि एउटै फिल्ड, हाम्रो धेरै फिल्ड छ। अब यहाँ ल्याएर अघि मैले 3 बिघा 3 वर्षकोमा लगाएको थिएँ, यो 4 वर्षको बिरुवा हो। 4 वर्षको बिरुवाको यस्तो राम्रो हाँगै झुक्ने गरी छ। अब तपाईँ अगाडिबाट अझै खिच्न सक्नुहुन्छ, हाँगै झुक्ने गरी आएको छ। र र युवा, अब म अन्तिममा चाहिँ अब यो सबै साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने, कृषि गर्ने साथीहरू हरेस खानु हुँदैन, कृषिमा अलिकति मिहिनेत गर्नुपर्छ। र समस्या त छ, ब्याङ्कमा पनि पैसा लिँदा समस्या छ। विशेष गरेर समाजमा यो गलत प्रचार गर्ने, गलत कमेन्टहरू गर्नेको धेरै नेगेटिभ रहेछ। यो जति राम्रो गर्न खोजे पनि एउटा न एउटा आउँछ, त्यसका लागि हामीले लिनु हुँदैन। तर जुन चाहिँ अब अनावश्यक रूपमा यतिसम्म भन्ने भ्याउँदो रहेछन् भने आश्चर्य लाग्छ। 4 करोड एक ठाउँबाट ल्यायो, 4 करोड एक ठाउँबाट 8 करोड ल्यायो भन्ने किसिमको गुलरिया बजारमै सुन्न पाएँ मैले। त्यसले गर्दा त्यस्ता साथीहरूले पनि कहाँबाट ल्याएछन्, सानो एउटा ट्र्याक्टर लियौँ भने पनि 50,000 1 लाखको दियो भने पनि यत्र बोट टाँस्छ भने मेरोमा आएर हेर्दा हुन्छ। र मलाई त्यो सस्ता पनि चिनाइदिन, फेरि मलाई चोट परेको छ, त्यही भएर मैले पटक पटक भनेको छु त्यो कहाँ हो, त्यो मलाई चाहियो। र यो कागतीमा चाहिँ अहिले बिचबिचमा खेती गर्दाखेरि यो मलहरू 2-3वटा मल पाउँदाखेरि यस्तो राम्रो बिरुवा फस्टायो। साथीहरूले हरेस नखाइकन गर्नुहोस् र सहकार्य गर्नुपर्छ। एउटा राम्रो साथीहरू, अब अस्ट्रेलियामा छु म, तपाईँले म्यासेज गर्नुहोस्, फोन गर्नुहोस् भन्नुभएको छ। म उहाँलाई पनि फोन गरेको छु, हिजो अस्ति बिजी भएँ, कमेन्टमा देखेँ मैले। त्यसपछि म उहाँलाई पनि सम्पर्क गर्छु। सबैको यस्तै नेटवर्क जोडिँदै जाने हो।